Staying on a physical relationship is your right, but being protected is your responsibility. Condom pills, DIPO, IUCD implant or emergency contraceptives, यो सबै family planning को methods हरु हो. But the main question is यो use गर्ने कि नगर्ने. So in this series we are discussing about 30 public health program that saves the lives of Nepalese people, and in this episode we are discussing about family planning services in Nepal. 50% pregnancy unintended भइरहेको छ. Unintended मतलब plan नभएको अथवा चाहना नभएको pregnancy. र त्यो unintended pregnancy भित्र 62% pregnancy abortion मा गइरहेको छ. र abortion को भित्र हेर्दाखेरि 58% एबोर्सन इलिगल रूपमा अथवा अनसेफ सिस्टममा भइरहेको छ. यसबाट हामी के बुझ्न सक्छौं भन्दाखेरि अहिले पनि प्रेग्नेन्सी प्लान वेमा भइरहेको छैन र एबोर्सन सिस्टम भित्र सेफ वेमा भइरहेको छैन. सेफ एबोर्सन इज लिगल. महिलाको इच्छा अनुसार 12 हप्तासम्म एबोर्सन गर्न मिल्छ र सर्टेन कन्डिसनमा 28 हप्तासम्म पनि एबोर्सन गर्न मिल्छ र यो सर्भिसेस सर्टिफाइड हेल्थ फ्यासिलिटी र सर्टिफाइड हेल्थ वर्करहरूबाट मात्रै लिन मिल्छ. सो यो हेल्पलाइनमा तपाईहरुले कल गर्न सक्नुहुन्छ. यु क्यान टेक अ काउन्सलिङ अनि फोन गरेर तपाईले बुझ्न पनि सक्नुहुन्छ. फ्यामिली प्लानिङ सर्भिसलाई स्ट्रेन्थेन गर्नको लागि नेपाल गभर्नमेन्टले 5 वटा की स्ट्र्याटेजीहरू अप्लाई गरेको छ. पहिलो भनेको पोलिसी र लिगल फ्रेमवर्कमा काम गरेको छ. रिप्रोडक्टिभ हेल्थलाई अधिकारको रूपमा ग्यारेन्टी गरेको छ र त्यसमा फ्यामिली प्लानिङ र सेफ एबोर्सनलाई नेशनल प्रायोरिटीमा राखेको छ. दोस्रो भनेको सर्भिस एक्सपान्सन. फ्यामिली प्लानिङ सर्भिसलाई हेल्थ पोस्टदेखि हस्पिटलसम्म एक्सटेन्ड गरेर देशभरि नै फ्रीमा एभाइलेबल गराएको छ. तेस्रो भनेको कम्युनिटी आउटरिचमा काम गरिरहेको छ. फिमेल कम्युनिटी हेल्थ भोलन्टियर मार्फतबाट चाहिँ घर घरमा गएर इन्फर्मेसन सेयरिङ गर्ने, काउन्सलिङ गर्ने र इमर्जेन्सी कन्ट्रासेप्टिभ्सहरूलाई डिस्ट्रिब्युट पनि गर्ने गरेको छ. चौथो भनेको इन्टिग्रेसन एप्रोच. फ्यामिली प्लानिङ सर्भिसलाई अरु सर्भिससँग जोडिएको छ, जस्तै इम्युनाइजेसन, पोस्टमार्टम केयर र सेफ एबोर्सन सर्भिसेससँग पनि जोडिएको छ, जसले गर्दाखेरि सर्भिसको एक्सेसलाई अझै सजिलो बनाएको छ. र फिफ्थ वान इज मिक्स्ड मेथड स्ट्र्याटेजी. युजर्सको नीड अनुसार डिफरेन्ट अप्सन्सहरू एभाइलेबल गराएको छ. सर्ट टर्मको लागि कन्डोम पिल्स र डिपो, लङ टर्मको लागि आइयुसिडी र इम्प्लान्ट, र पर्मानेन्टको लागि पनि मेल स्टरलाइजेसन र फिमेल स्टरलाइजेसन, भ्यासेक्टोमी र मिन ल्याब जस्तो सर्भिसेसहरू एभाइलेबल गराएको छ. सो फाइनली फ्यामिली प्लानिङ भनेको प्रेग्नेन्सी रोक्ने मात्रै होइन, यसले बर्थ स्पेसिङलाई मेन्टेन गर्नको लागि मद्दत गर्दछ, अनइन्टेन्डेड प्रेग्नेन्सीलाई घटाउन मद्दत गर्दछ, अनसेफ एबोर्सनलाई कम गर्ने र मेटर्नल रिस्कलाई घटाउनको लागि मद्दत गर्दछ. र यो साइन्टिफिकली प्रुभन पब्लिक हेल्थ इन्टरभेन्सन्स हो. अब कल तपाईको हो र चोइस तपाईको हो. सो दिस इज द एन्ड अफ दिस एपिसोड. स्टे ट्युन फर द नेक्स्ट एपिसोड इन द पब्लिक हेल्थ म्याटर्स.